साथीहरू नमस्कार। कपिस टेल्सको साप्ताहिक प्रस्तुति अन्तर्गत आज हामी अर्को नयाँ स्थानको भिडियो लिएर उपस्थित भएका छौँ। आज हामी भुवनेश्वरी मन्दिरको दर्शन गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर तपाईहरू पनि हामीसँगै मन्दिरको दर्शन गर्नुहोला। कोही हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनुहोला। भुवनेश्वरी मन्दिर आउन हामीले काठमाडौँको माछापोखरीबाट यात्रा सुरु गरेका थियौँ। माछापोखरीबाट नुवाकोट जाने बाटो हुँदै थोरै अगाडि पुगेपछि दायाँतर्फ अष्टनारायण सिनेमा हल देखिन्छ। अष्टनारायणको अगाडिको बाटो हुँदै शेषमती पुल पार गरी अगाडि बढ्दा जरङ्कु पुल भएको स्थानको बायाँतर्फको बाटो भएर अगाडि बढ्यौँ। बाइपासबाट दायाँ लागेर गिनेज स्कुल हुँदै काभ्रेस्थली जाने चोकबाट बायाँ लागेर उकालो चढ्दा गुम्बा पार गर्दै पाँचमानेमा पुगिन्छ। पाँचमानेबाट चर्चित तारकेश्वर महादेव मन्दिर पनि जान सकिन्छ। यसै स्थानबाट बायाँतर्फ लाग्दा विशाल र सुन्दर मन्दिर देखिन्छ, जुन भुवनेश्वरी देवीको मन्दिर हो। मन्दिरसम्म आउन हामीलाई करिब 30-40 मिनट गाडीको यात्रा गर्नु पर्यो। बाटो सबैतिर पिच नभए पनि गाडी तथा बाइकमा सहजै आउन सकिन्छ। आजको हाम्रो घुमघाममा भुवनेश्वरी देवीको दर्शन गर्ने र मन्दिरसँग सम्बन्धित जानकारी दिने उद्देश्य रहेको छ। भुवनेश्वरी देवीको मन्दिर तारकेश्वर नगरपालिकाको वडा नम्बर 3 मा अवस्थित छ। काठमाडौँ उपत्यकाको उत्तरी भागमा रहेको यो मन्दिर अग्लो स्थानमा बनाइएको छ। प्यागोडा शैलीमा निर्माण गरिएको भुवनेश्वरी मन्दिरको सुनौलो छानो छ भने भित्ता रातो रङको छ। भुवनेश्वरी देवीको दर्शन गर्नको लागि अग्लो सिँढी चढेर जानुपर्ने हुन्छ। मन्दिरको मूल ढोका अगाडि जमिनमा पानी बगिरहेको सानो पोखरीमा खुट्टा पखालेर मात्र भुवनेश्वरी देवीको दर्शन गर्न सकिन्छ। मन्दिरको वास्तुकला अद्भुत छ। चारै दिशामा प्रवेशद्वार भएको मन्दिर जुनसुकै दिशाबाट हेर्दा पनि उस्तै देखिन्छ। झट्ट हेर्दा बौद्ध धर्मसँग सम्बन्धित गुम्बा झैं देखिए पनि यो हिन्दू देवीको मन्दिर हो। यस मन्दिरको संरचना अङ्क 9 सँग सम्बन्धित छ भन्ने गरिन्छ। हामीले पाएको जानकारी अनुसार यस मन्दिरमा जम्मा 27 वटा गजुर छन्, जुन 9 को गुणन हुन आउँछ। त्यसैगरी मन्दिर 79 फिट अग्लो र चौडा छ भन्ने गरिन्छ। शास्त्र अनुसार 9 अङ्कलाई पूर्ण अङ्क भन्ने हुँदा यस मन्दिरको निर्माण गर्दा 9 अङ्कलाई विशेष महत्त्व दिइएको छ। मन्दिरमा बनाइएको काष्ठकला दर्शन गर्न आएकाहरूलाई लोभ्याउने खालको छ। साथै यहाँका टुँडालहरूमा गुँदिएका विभिन्न देवी देवताका आकृतिहरू आकर्षक छन्। भुवनेश्वरी देवीका मन्दिरहरू नेपालका विभिन्न स्थानमा बनाइए पनि यो मन्दिर अलि फरक छ। मन्दिरको अगाडिपट्टि निर्माणाधीन भवनको पछाडि रहेको खरानी रङको टायल लगाएको प्यागोडा शैलीको भवन देखिन्छ, जुन बाबाहरूको आवास क्षेत्र हो। भुवनेश्वरी देवी भन्नाले हिन्दू धर्मावलम्बीहरूले पुज्ने गरेको भगवती वा दुर्गा माता नै हुन्। शक्तिशाली कालीको रूपमा पनि भुवनेश्वरी देवीलाई पुज्ने गरिन्छ। भुवनेश्वरी शब्द भुवन र ईश्वरीको संयोजनमा बनेको हो, जसको अर्थ संसारको देवी वा ब्रह्माण्डकी रानी हो। त्यसैले भुवनेश्वरी देवीलाई महादेवी मान्ने गरिन्छ र उनी 10 महाविद्या देवीहरू मध्ये चौथी हुन्। भुवनेश्वरी देवीलाई 3 वटा आँखा भएको र विभिन्न शस्त्रहरू धारण गरेको स्वरूपमा प्रस्तुत गरिएको हुन्छ। उनलाई काली, दुर्गा र त्रिपुरा सुन्दरीको रूपमा पनि प्रस्तुत गर्ने गरिन्छ। भुवनेश्वरीलाई सिंह वा बाघमा बसेकी, धेरै हातहरू भएकी, हतियार समातेकी डरलाग्दो देवीको रूपमा चित्रण गरेको पाइन्छ। देवी भागवत पुराण अन्तर्गत भुवनेश्वरी देवीलाई आदि पराशक्तिको रूपमा लिइएको छ। पराशक्ति भन्नाले असीमित शक्ति हो, जसले ब्रह्माण्डको सृजना र विनाश दुवै गर्न सक्छ। शक्तिजम अनुसार आदि पराशक्तिलाई अन्धकारमा प्रकाश चाहिँ चेतनाको रूपमा हेर्ने गरिन्छ र उनैलाई प्रकृतिको रूपमा मान्ने गरिन्छ। उनी महादेवी हुन्, जसले अन्य देवी देवताको सृजना गर्नुका साथै सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता, संहारकर्ता र विनाशकर्ताको भूमिका निभाउने गर्दछिन्। सोही कारण उनलाई परम प्रकृति पनि मानिन्छ। अब हामी मन्दिरमा बनाइएको अग्लो सिँढी उक्लेर भुवनेश्वरी देवीको दर्शन गर्न जाँदैछौँ। दर्शन गर्न जाँदा यहाँ रहेको पानीमा खुट्टा पखालेर जानुपर्ने हुन्छ। मन्दिरभित्र फोटो भिडियो खिच्न प्रतिबन्ध गरिएको छ। खुट्टा पखाल्ने सानो पानीको पोखरी भएको स्थानभन्दा माथि फोटो भिडियो खिच्न नमिल्ने हुँदा तपाईहरूलाई भित्री दृश्य देखाउन हामी असमर्थ छौँ। मन्दिरको मूलद्वार अघि गणेश भगवानका साथै नवग्रहका मूर्तिहरू राखिएका छन्। मन्दिर प्रवेश गर्दा बायाँतर्फ देखिने मूर्तिहरू भने सप्तऋषिका हुन्। भुवनेश्वरी देवीको ठूलो कलात्मक मूर्तिलाई मन्दिरको बीच भागमा अग्लो स्थानमा राखिएको छ। मूल ढोकातर्फ फर्किएकी भुवनेश्वरी देवी भएको स्थान वरिपरि परिक्रमा गर्न मिल्ने गरी फराकिलो ठाउँ बनाइएको छ।
मन्दिरको ढोकाबाट काठमाडौँ उपत्यका नियालिरहेकी अवस्थामा विराजमान भुवनेश्वरी देवीले काठमाडौँवासीको संरक्षण गर्नुका साथै मानिसहरूको पाप पुण्यको पनि मूल्याङ्कन गरिरहेकी हुन्छिन् भन्ने गरिन्छ। देवीको दर्शन गरे पश्चात जेरीपुरी प्रसादको रूपमा दिने चलन रहेछ। मन्दिरमा माथिल्लो छानोदेखि तलसम्म तोरण वा शिरबिन्दु चढाइएको छ। भुवनेश्वरी देवीको शिरमा सत्यलोक, ब्रह्माण्ड, कपालमा र वेदहरू उनका शब्द हुन् भन्ने गरिन्छ। त्यसैगरी सूर्य र चन्द्रमा उनका आँखा त 4 दिशा उनका कान हुन् भनिन्छ। मृत्यु र भावना उनका दाँतमा थिए र माया उनको हाँसोबाट प्रकट भएको मानिन्छ। यसरी ब्रह्माण्ड र ब्रह्माण्डमा आवश्यक सम्पूर्ण कुराको सृजनाकर्ता भुवनेश्वरी देवीलाई मानिन्छ। यी सबै किम्वदन्तीबाट के प्रष्ट हुन्छ भने भुवनेश्वरी देवी नै त्रिमूर्ति र त्रिदेवीको संयुक्त रूप हुन्। भुवनेश्वरी देवीलाई ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ताको रूपमा मानिने हुँदा देवीको दर्शन गर्दा जीवनमा आएका बाधा अवरोधहरू पार भई लक्ष्य प्राप्ति हुने विश्वास गरिन्छ। त्यसैगरी ज्ञान स्वरूपा भुवनेश्वरी देवीको आशीर्वादले ज्ञान प्राप्त भई सुमार्गमा लाग्न प्रेरणा मिल्दछ। नकारात्मक ऊर्जा हटाउनुको साथै शत्रुहरूबाट सुरक्षा प्रदान गर्दै दर्शनार्थीहरूलाई धन सम्पत्ति समृद्धि र सुस्वास्थ्यको आशीर्वाद दिने देवी भुवनेश्वरी देवी हुन्। यस मन्दिरमा बिहानको समयमा ध्यान पनि गर्ने गरिन्छ। बिहानको आरती गरेपछि मात्र दर्शनार्थीहरूको लागि पूजा अर्चना गर्न मन्दिर खुला हुने गर्दछ। मन्दिर दिनभरि खुला रहन्छ। बेलुकाको आरती पश्चात मन्दिर भोलिपल्ट बिहानको आरती नसक्दासम्म भक्तजनहरूको लागि बन्द हुने गर्दछ। भुवनेश्वरी मन्दिरमा मुख्यतया हिन्दूहरूको महान चाड बडा दशैंको बेला नवरात्रिमा दर्शनार्थीहरूको घुइँचो हुने गर्दछ। भुवनेश्वरी मन्दिर आउँदा देवीको दर्शन गर्नुका साथै अन्य गतिविधिहरू पनि गर्न सकिन्छ। मन्दिर व्यवस्थापन समितिको अनुमतिमा मन्दिरभित्र ध्यान गर्न पनि पाइन्छ। त्यसैगरी मन्दिर क्षेत्रबाट वरिपरिको सुन्दर दृश्य निहाल्दै फोटो भिडियो खिच्दै रमाइलो गर्न सकिन्छ। पारिवारिक र साथीसँग मिलेर यहाँको प्राकृतिक वातावरणमा रम्न उपयुक्त हुने गर्दछ। मन्दिर परिसरमा बहने चिसो र बेगको हावाले प्रकृति निकट भएको महसुस गराउँछ। साथै सहरी कोलाहल तथा प्रदूषणबाट केही समयको लागि भए पनि शरीरले उन्मुक्ति पाउँछ। प्राकृतिक परिवेशमा अवस्थित यस भुवनेश्वरी मन्दिरका साथै तारकेश्वर नगरपालिकामा अन्य प्रसिद्ध मन्दिरहरू पनि रहेका छन्। भुवनेश्वरी मन्दिरको छेउैमा तारकेश्वर महादेव मन्दिर छ। त्यसैगरी तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा अर्को चर्चित श्री बद्रीनारायण मन्दिर रहेको छ। श्री बद्रीनारायण मन्दिरको भिडियो हेर्न माथि दिएको लिङ्कमा थिचेर हेर्न सक्नुहुनेछ। भुवनेश्वरी मन्दिर 2072 सालको भूकम्पमा परि क्षति हुनुअघि मन्दिर ढुङ्गा माटोले बनेको 5 तलाको थियो। मन्दिरको पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ। मन्दिरको पुरानो शैलीलाई निरन्तरता दिँदै पुनर्निर्माणको कार्य अघि बढिरहेको देखिन्छ। मन्दिर अगाडि धर्मशाला निर्माणको काम पनि अघि बढाएको देखिन्छ। मन्दिर पूर्ण रूपमा निर्माण भए पश्चात अझ भव्य देखिन्छ होला। हामीले भुवनेश्वरी देवीको दर्शन गरेर सक्यौं। मन्दिर क्षेत्र तपाईहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। तपाईहरू हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ साथै तपाईहरूको क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीय स्थानबारे कमेन्ट गर्नुहोला। हामी उक्त स्थानको भिडियो बनाउन सक्दो प्रयास गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो धन्यवाद। अर्को भिडियोमा नयाँ स्थानको जानकारी सहित उपस्थित हुनेछौँ। अहिलेलाई बिदा हुन्छौँ। नमस्कार।